ए नानी कहाँ जान लागेको यहाँ यस्तो अप्ठ्यारोमा? भिनाजी हेर्नु न यहाँ फर्स्या मुन्टा यहाँ हेर्नु त। फर्सीको मुन्टा। के हाल्नु त्यस मलहरू चाहिँ भैँसीको मल होला है? यसमा युरियाहरू केही पर्दैन, सिर्फ भैँसीको मल मात्रै हो। ओहो यो गाईको अर्गानिक। भैँसीको मल। म त के गर्नु भिनाजु, म त ठहरै ढल्न लागिसकेँ। यस्तो छ यहाँ त धेरै भएर यस्तै यस्तै छ यहाँ, त्यस्तै पुरै आमामामामा उता बारीतिर हेर्नु न त्यस्तै छ त्यतातिर। म त एकदमै मलाई त यहाँ अलिअलि। ए नानी कहाँ जान लागेको यहाँ यस्तो अप्ठ्यारोमा? भिनाजी हेर्नु न यहाँ फर्स्या मुन्टा यहाँ हेर्नु त। फर्सीको मुन्टा। के हाल्नु त्यस मलहरू चाहिँ भैँसीको मल होला है? यसमा युरियाहरू केही पर्दैन, सिर्फ भैँसीको मल मात्रै हो। ओहो यो गाईको अर्गानिक। भैँसीको मल। म त के गर्नु भिनाजु, म त ठहरै ढल्न लागिसकेँ। यस्तो छ यहाँ त धेरै भएर यस्तै यस्तै छ यहाँ, त्यस्तै पुरै आमामामामा उता बारीतिर हेर्नु न त्यस्तै छ त्यतातिर। म त एकदमै मलाई त यहाँ अलिअलि हेर्नु त आमा कस्तो छ भाइ त्यहाँ हेर्नु त कति उता पनि। ओहो यहाँ त फर्सी मुन्टा खाने नै मान्छे नपाइने, कति खाने हो फर्सी, कति खाने हो भिरमला, कति खाने हो भन्छन् है। यस्तो लह 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 परेछ न भिनाजु, हामी काट्नु जाँदा लिएर जानु पर्यो।